विकास, म खुसी होला तपाईँको साथ बिना। के रमाएर बस्न सक्छु त? होइन विकास, तपाईँले तपाईँकी शिलालाई अझै चिन्नु भएको रहेनछ। तपाईँ त मेरो सब थोक हो, मेरो जिन्दगी, हर खुसी अनि उमङ्ग। आफ्नो मुटुदेखि कोही टाढा हुन सक्छ र? तिमीले मलाई जे जस्तो आरोप प्रत्यारोप लगाए तापनि, मलाई बुझ्ने कोसिस नगरे तापनि मेरो विश्वास अनि माया अलिकति पनि कमी हुने छैन। जबसम्म यो सास बाँकी रहन्छ तबसम्म ती मिठा पलहरूको यादमा समय व्यतीत गर्नेछु। दैवले पनि कस्तो किस्मत लेखिदिन्छ है, जसको माया र साथको आवश्यकता थियो उसैको नजरदेखि तल खस्न पुगे। मेरो यथार्थ अनि वास्तविकता ऊबाट छुट्टिने नयाँ बहाना हुन पुग्यो। कस्तो जिन्दगी पाएँ मैले, न त कुनै उमङ्ग छ न त केही खुसी। जोसँग जिन्दगी बिताउने सपना सजाएर राखेकी थिएँ उसैलाई बीच बाटोमा छाडेर हिँड्नु पर्यो। कति अभागी है म। केही पल त बाँकी छन् जिन्दगीका, यस क्षणमा पनि आफूलाई माया गर्ने मान्छेको साथ पाउन सकिनँ। मेरो अवस्था दिन प्रतिदिन अति नाजुक हुँदै गइरहेको छ। डुब्न लागेको घाम र निप्न लागेको बत्तीको अवस्थामा पुगेकी छु, तर पनि कसैप्रति गुनासो छैन। सायद किस्मतमा तिम्रो साथ यति नै लेखेको रहेछ। मेरो जस्तो किस्मत नियतिले अरू कसैको नलेखोस्, जसलाई म चाहेर पनि पाउन सक्दिनँ। कति लाचार अनि विवश छु है। जिन्दगी त 2 दिनको हुन्छ भन्थे, तर त्यही दिन पनि मलाई जिउन लेखेको रहेनछ। हो, मृत्यु त अचल निश्चित हुँदो रहेछ, यसलाई कसैले पनि अस्वीकार गर्न सक्दो रहेनछ। बस समय अनि परिस्थितिले खेलाएको खेलमा नजानिदो तरिकाले म हार्न पुगेँ। विकास, तपाईँको जिन्दगीबाट टाढा गए तापनि तपाईँका यादहरूबाट टाढा जान सकिनँ। जति कोसिस गरे तापनि भुल्न सकिनँ मैले। कस्तो अचम्म है, जुन दिन भेट भयो त्यसै दिन एक अर्काबाट यति टाढा हुनु पर्यो। विकास, मलाई माफ गरिदिनु ल। तपाईँसँग गरेका बाचा तथा कसमहरू यस जुनीमा पुरा गर्न सकिनँ मैले। तपाईँलाई खुसी साथ दिन सकिनँ मैले। के गर्नु, नियतिलाई यस्तै मन्जुर रहेछ। तर विकास, यो जन्म नसही अर्को जन्ममा यी अपुरा र अधुरा बाचाहरू पुरा गर्नेछु। आफ्नो जिन्दगी फेरि नयाँ ढङ्गबाट सुरु गर्नुहोला। तपाईँको सफलताको हर पल कामना गरिरहनेछु। उही तपाईँकी शिला। झुठो रहेछ, झुठो रहेछ निर्दैव, जुनी जुनीको बन्धन एक्लै तडपिन्छ आज मुटु पराय भएछ धडकन 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 कार्यक्रम मनको कथाको आजको व्यवसायमा शिलाजीको कथालाई समावेश गरेको थिएँ। जीवनका याद ला 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 केरंकी चिंदेना नलधी के दीक्षों